हेलो 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 गाइस, के छ हजुरहरुको हाल खबर? सन्चै आरामै तन्दुरुस्त चुस्त मस्त हुनुहुन्छ होला। स्वागत छ हजुरहरुलाई मेरो युट्युब च्यानलमा। अनि नयाँ भिडियोमा म हुँ तपाईको आफ्नो साथी, भाइ, बन्धु, सखा, सहेली, जे भन्दा नि हुन्छ। गाली दिँदा पनि फरक पर्दैन। साउदीको रियाददेखि आएको 25 महिना भन्दा बढी भइसक्यो। रोड पार गर्नुपर्ने भयो। 25 महिना भन्दा बढी भइसक्यो आएको। साउदीको रियादमा हो अहिले म। यहाँको किङ खालिद इन्टरनेसनल एयरपोर्ट टर्मिनल 2 मा काम गर्छु एज ए सर्भिस क्रू, क्लिनर, बरिस्टा, क्यासियर, जे भन्दा पनि हुन्छ। सब काम गर्नुपर्ने हुन्छ। सब काम गर्नुपर्छ। थाहै छ नि, विदेशमा एउटा काम भन्ने बोलाउँछ, अर्को काम दिन्छ, भनेको स्यालेरी दिन्न। तर यो कम्पनीमा भनेको स्यालेरी त दिए, स्यालेरी इन्क्रिमेन्ट पनि गरेको छ। 10, 20, 50, 100 भए पनि गरेको त छ। अरू कम्पनी जस्तो त होइन, किनभने हाम्रो कम्पनी फरेन कम्पनी हो क्या। साउदीको लोकल कम्पनी होइन, फरेन कम्पनी हो। त्यही भएर हो। लोकल कम्पनी भएको भए त 3-3 महिना स्यालेरी पनि दिन्थेन होला। यहाँ कति प्राय कम्पनी छन् 3-3 महिना 4-4 महिना स्यालेरी नै दिन्नन् होइन। त्यस्तोमा नि मान्छेहरूले बाध्य भएर काम गर्नुपर्ने हुन्छ। के गर्ने, नेपालमा बेरोजगारी छ। बेरोजगारीको कारण हामी पनि हौँ होइन। हामीले नेपालमै अपर्च्युनिटी दिन खोज्दैनौँ होइन। प्लस पपुलेसन हामीले छोरा पाउनुपर्छ भन्दै 50वटा छोरी जन्माइदिया हुन्छन्। लास्टमा एउटा छोरो जन्मिन्छ बाई चान्स। तर त्यसको कारणले जो छोरी जन्मिन्छन् त्यो पनि हेर्नु पर्यो होइन। अरे एउटा बच्चाले के हुन्छ, 2-3टा जन्माउनु पर्छ। अरे के फरक परेको? पाल्नेले एउटाले पनि पाल्छ, नपाल्नेले चिक्ने 50वटाले पनि पाल्दैन। त्यही भएर हरेक चिज हामीले सोच्नुपर्ने हुन्छ। हामीले हरेक चिज सरकारलाई ब्लेम मात्रै गरेर काम छैन। हेर्नुहोस्, केही चिज आफूलाई पनि सुधार गर्नुपर्ने हुन्छ। तर कोही आफूलाई सुधार गर्दैन। सरकारलाई सहयोग गर्न त कोही जाँदैन, तर सरकारको बिगार्न चाहिँ सबै जान्छन्। म न त कुनै पार्टीको कार्यकर्ता हो, न फ्यान हो, न त केही। मेरो लागि सबै नेता चोर, मेरो लागि सबै जनता मादर चोर। म त कसैलाई सपोर्ट गर्दैन। म आफ्नो र आफ्नो फ्यामिली बाहेक कोही जाँकोलाई सपोर्ट गर्दैन। न त म कुनै देशलाई सपोर्ट गर्छु, चाहे आफ्नै देश होस्। न कुनै मजहबलाई फलो गर्छु, चाहे आफ्नै मजहब होस्। न कुनै नेतालाई फलो गर्छु, चाहे